तयार हुनुभएको छ। त्यस्तै आजको कार्यक्रम त्यसैमा पुरा हुनेछ भने भोलिको कार्यक्रम हाम्रो बिहानैदेखि त्यसको उद्यापन श्रीमद् भागवत पाठका पारायण वैदिक वेद पाठ हामीले चण्डी पाठ गरिसक्यौँ। हवन तर्पण मार्तम त्यसको उद्यापन हुनेछ। सज्जनवृन्द, हामी त्यही कार्यमा जुटिराखेका छौँ। अन्य उहाँका सहयोगी अथवा इष्टमित्र, यसमा बस्नुभएका कार्यकर्ताहरू भनौँ, पूजा गर्ने व्यक्तित्वहरू, साथै आगन्तुक परपाहुना इष्टमित्र भान्जाभान्जी ज्वाइँचेली फुपू दिदीबहिनी सबैलाई उहाँको तर्फबाट निमन्त्रणाको साथै आइपुग्नु भएकोलाई उहाँहरूले स्वागत गर्नको लागि हामी स्वागत गरेका छौँ भनेर उहाँले भनिदिनु भनेर यसरी मलाई सबै उपस्थित सज्जनहरूलाई उहाँहरूको यज्ञमा स्वागत छ। कोही भोजन नगर्नु भएकोमा गएर भोजन गरिदिनु हुन पनि अनुरोध छ र आफ्नो ठाउँमा बसेर दाजुभाइ इष्टमित्रले जुन कार्य गरिरहनु भएको छ, सहयोग गरिरहनु भएको छ, उहाँहरूलाई पनि धन्यवाद गर्दै अब पूजा गर्ने कर्ताहरूलाई कृपया चिया खान लाग्नु छ हाम्रो सामनेमा। उहाँहरूले चिया खाइसक्नु